मेरो भाइ मभन्दा धेरै अगाडि पुगोस्, देखेर पनि पूरा गर्न मलाई गाह्रो भएका हजार सपनाहरू सजिलै उसले हासिल गरोस्। मैले जस्तै काँडै काँडाको कच्चा बाटोमा हिँड्नुपर्ने दिन उसको कहिल्यै नआओस्। जे सोचेको छ, जे चाहेको छ, कुनै बाधा अड्चन बिनै पाओस्। म त्यसको दाइ हुँ। शब्दले त्यसलाई माया गर्छु भन्न अलि अनौठो लाग्छ, तर मनभित्र यति माया छ, बयान गर्ने कुनै शब्द छैन। म त्यसको दाइ हुँ। त्यसलाई कुनै पनि मोडमा अप्ठ्यारो होस्, कहिल्यै चाहन्न म। सफलतासम्मको यात्रा तय गर्न गाह्रो होस्, कहिल्यै चाहन्न म। तर जिन्दगी भने जस्तै सजिलो कहाँ छ र? सबै कुरा मेहनत नगरी आफै हातमा आउन असम्भव छ। त्यसैले दाइ भएर म यति नै भन्न सक्छु, संसार सजिलो छैन भाइ। यो बाटो काँडै काँडाले भरिएको छ। कहिलेकाहीँ त थाक्नेछस्, कहिलेकाहीँ अत्याधिक पीडामा हुनेछस्, हारे जस्तै महसुस गर्नेछस्। सङ्घर्षमा दुनियाँले तिरस्कार गर्नेछ। आफ्नो गल्ती केही नहुँदा पनि वचनले प्रहार गर्नेछ। कहिलेकाहीँ आफैसँग रिस उठ्छ, आफैलाई दोष दिन मन लाग्छ, आफैलाई गाली गर्न मन लाग्छ, आफैलाई थप्पडले हान्न मन लाग्छ। झुट बोलेको होइन भाइ, तर कहिलेकाहीँ मर्न पनि मन लाग्छ। यो दुनियाँ बेकार लाग्न थाल्छ, आफैलाई अन्त्य गर्न मन लाग्छ। त्यो बेला एकचोटि पछाडि फर्केर हेर्नु, म त्यहीँ हुनेछु, शब्दले केही नबोली केवल साथ दिने मान्छे भएर। एउटा कुरा के जानिराख भने नि भाइ, हामी केटा मान्छे हौ। हाम्रो इज्जत, हाम्रो औकात हेरी हुन्छ। हाम्रो सम्मान हाम्रो गोजी र ब्याङ्क ब्यालेन्स अनुसार हुन्छ। त्यसैले दुःख गर्न कहिल्यै नछोड्नु, सङ्घर्ष र मेहनत गर्न कहिल्यै नछोड्नु। मैले चाहे पनि तैँले हरेक कुराहरू सजिलै पाउन सक्ने छैनस्। त्यसैले समय जस्तै आओस्, हार कहिल्यै नमान्नु। यात्रामा कुनै बेला कसैको सहाराको आवश्यक पर्यो भने निर्धक्क भएर पछाडि फर्केर हेर्नु, तेरो यो दाइ तेरो पाइलामा पाइला मिलाएर तेरै पछाडि उभिएको हुनेछ। तेरो यो दाइ तेरो पाइलामा पाइला मिलाएर तेरै पछाडि उभिएको हुनेछ। त केवल निर्धक्क भएर पछाडि फर्केर हेर्नु।